हेलो नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूमा र सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो यो नयाँ भिडियोमा। र आज म तपाईँलाई देखाउन गइरहेको छु एकदम पुरै उराट र रित्तिएको गाउँलाई तपाईँहरूलाई म देखाउन गइरहेको छु हैन। चट्टसँगले हेरिदिनु होला गाउँ चाहिँ कस्तो थियो र कस्तो छ आज भन्ने खालको कुरो हो हैन। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले यो देख्न सक्नुहुन्छ एकदम रमणीय दृष्टिले एकदम भरिपूर्ण हाम्रो जङ्गल र देख्दै हुनुहुन्छ यो पुरै थोरै बारीहरू र यो भत्किन लागिसकेको घरहरू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू हैन। हेर्दै जानु होला यो अलिक पानी भरे परेर घाम निस्केको कारणले गर्दा खासै राम्रो देखेको छैन। यो चाहिँ हाम्रो भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नम्बर 7 साबिक चाहिँ बासीखोरा वडा नम्बर 8 मा अवस्थित यो एउटा बस्ती हो हैन, गाउँ। देख्दै हुनुहोस् तपाईहरु अहिले पुरै जङ्गल भइसकेको अवस्था छ। यसरी यो घरहरू एकदम ढल्ने बेला भइसकेको अवस्था छ। यो चाहिँ इमखिम भन्ने एउटा गाउँ हो जो अहिले चाहिँ एकदम रित्तिएको छ, पुरै जङ्गल भइसकेको अवस्था छ। जो पहिले यसै ठाउँमा एकदम घरहरू एकदम बाकुलो बस्ती, यो बस्तीमा चाहिँ एकदम थापा बन्धुहरू चाहिँ बस्ने गर्दै हुनुहुन्थ्यो, हाम्रै छिमेकीहरू हो। अहिले चाहिँ यो बसाइ सरेर रहरले हो कि बाध्यताले हो, त्यो त आफ्नो ठाउँमा छ हैन। पुरै गाउँ नै अनकन्टर हुने गरी एउटा बस्ती नै चाहिँ खाली भएको छ। तपाईँको देख्न सक्नुहुन्छ एकदम जङ्गल भइसकेको अवस्था छ। यो पुरा देखिएको चाहिँ एकदम पहिले चाहिँ यसै ठाउँमा चाहिँ एकदम मानव बस्ती चाहिँ एकदम बाकुलो, धेरै बाकुलो थियो। यसमा चाहिँ यो अलिक क्यामेरा पनि गति नभएको कारणले गर्दा एकदम यो घामको छायाले पनि गर्दाखेरि यस्तो भइरहेको छ। देख्न सक्नुहुन्छ तपाईँहरूले आफ्नो गाउँ आफ्नो ठाउँ पनि हेर्न सक्नुहुन्छ, यस्तो भइसकेको छ हैन। यो हाम्रो चाहिँ यो चाहिँ एकदम हाम्रो जगत बहादुर थापा हाम्रो देवाको घर थियो हैन। अहिले पुरै यो एकदम अन्तिम अवस्थामा भइसकेको छ। यो अझ वर्षाको कारणले गर्दाखेरि घरहरू चाहिँ अब छोडिसकेपछि चाहिँ खतम नै हुने गर्दछ। जति ठुलो गतिलो भए पनि यस्तो भइसकेको छ। अब वहाँ माथितिर एउटा टिनको घर देख्दै हुनुहुन्छ, यो चाहिँ एकदम पहिलेसम्म चाहिँ राम्रै छ, सबै भत्किने अवस्था भइसकेको छ। सबै यो पुरै रित्तिएको गाउँ अहिले अनकन्टर जङ्गल भइसकेको छ। जो पहिले यसै ठाउँमा चाहिँ एकदम व्यापक र भव्य खालको बस्ती थियो, गाउँ थियो, अहिले पुरै जङ्गलै मात्र भइसकेको छ। देख्न सक्नुहुन्छ जङ्गल एकदम जङ्गल, यता माथितिर सामुदायिक जङ्गल हो चाहिँ एकदम यो धन सम्पत्ति नै धेर भएर त यो मान्छे बसाइ सरेको त होइन होला, कसैको त हुन पनि सक्छ, तर यो बाध्यता पनि छ कसैको होइन। बाध्यता बसाइ सरेर जानुपर्ने छ आफ्नो जन्म ठाउँलाई, आफ्नो जन्मभूमिलाई चाहिँ यसरी छोडेर पुरै जङ्गलको रूपमा अहिले भइसक्यो, लिइसकेको अवस्था छ। आफू जन्मेको हुर्केको ठाउँ अब माया मात्रै गरेर पनि भएन। अब यसरी जङ्गल भएपछि अब गाउँठाउँमा भनेको हाम्रो कृषि हो, मेन पेसा भनेको। अब कृषि पेसा गर्दाखेरि वन्यजन्तु चौपायाहरू बाँदरहरूले गर्दा पनि मान्छेहरू बसाइ सरेर जाने बाध्यता भइएको छ। अहिले देख्न सक्नुहुन्छ यसरी घरहरू पुरै भत्किने अवस्था छ, एकदम अन्तिम अवस्था। जङ्गलै त भइसकेको अवस्था छ, अब घर नभत्कियोस् कसरी। देख्न सक्नुहुन्छ पुरा ठाउँ चाहिँ जङ्गल भइसकेको छ। यही ठाउँको कुनै मान्छेहरू होइन, कुनै दाजुभाइहरूले भिडियो हेर्दै हुनुहुन्छ भने हेर्नु होला, कृपया आफ्नो गाउँठाउँ छोडेर युवाई पनि होइन, यस्तो छ अवस्था अहिलेको। भिडियो क्वालिटी नराम्रै भए पनि अब यसो हेरिदिनु होला आफ्नो गाउँठाउँ होइन, चट्टसँगले
बसाइ सरेर जस्तो सुकै अवस्थाको ठाउँमा पुगे पनि आफ्नो गाउँठाउँ भनेको आफ्नो गाउँठाउँ नै हुन्छ होइन। हेर्नुहोला चट्टसँगले यस्तो भइसकेको छ हजुरहरू गाउँ होइन ठाउँ। ल भिडियोलाई लाइक कमेन्ट च्यानल सब्सक्राइब पनि गर्न नभुल्नु होला है त। धन्यवाद।